काँडे भ्याकुर अर्थात् स्पाइनी ब्याब्लर, काँडाको झ्याङमै रमाउने काँडे भ्याकुर, नेपालमा मात्र पाइने काँडे भ्याकुर। अन्य कुनै पनि देशमा यो पाइएको रेकर्ड छैन। नेपालमा 900 भन्दा माथि 903 प्रजातिका चराहरू पाइन्छन्। ती चरामध्ये यो काँडे भ्याकुर मात्रै एउटा चरा हो जुन नेपालमा मात्र पाइन्छ। खैरो खैरो रङको, गालाको छेउछाउमा सेतो भएको यो काँडे भ्याकुर काँडाको झ्याङभित्रै रमाएर बस्छ। जाडो महिनामा कहिलेकाहीँ बाहिर आएर यो टिटिर 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 गर्ने आवाजले कराउँछ। सुन्नुहोस् त यसको आवाज। कतिपयले देख्नु पनि भएको होला। देख्नु भएको छैन भने अब यो फोटो हेरेर चिन्नुभयो। अब तपाईहरुको गाउँघरतिर पनि पाइन्छ भने यसको संरक्षण गर्नुस्, हेर्नुस्। यो प्राय काँडाको झ्याङ भएको ठाउँतिर बाक्लो झाडीतिर हुन्छ।